तपाईलाई थाहा छ एक्सेप्ट भन्नाले जहिले पनि यस मात्र हुँदैन फर्मल सिचुएसनमा एक्सेप्ट भन्नाले अग्री अथवा टेक भन्ने पनि अर्थ लाग्छ एज इन आई एक्सेप्टेड द गिफ्ट हियर एक्सेप्ट भनेको टेक भन्ने अर्थ लाग्छ भने आई विश आई नेभर एक्सेप्टेड हिज अफर भन्ने सेन्टेन्समा चाहिँ एक्सेप्टको मिनिङ चाहिँ अग्री भन्ने लाग्छ तर कहिलेकाहीँ कसैको झन्झटिलो व्यवहार अनि झन्झटिलो अवस्था मन नपर्यो पनि सहनु पर्ने अवस्था आयो भने चाहिँ हामी त्यतिखेर एक्सेप्टको ठाउँमा पुट अप विथ भन्ने फ्रेज युज गर्छौँ फर इक्जाम्पल आई हेभ टु पुट अप विथ दिस नोइज यहाँ पुट अपको अर्थ टलरेट सहनु भन्ने बुझिन्छ मन नपर्यो पनि सहनु पर्ने अवस्था अनि कहिलेकाहीँ कुनै कुरा बदल्नै सकिँदैन जीवनको हिस्सा मानेर त्योसँग बाँच्नुपर्ने हुन्छ भने त्यो अवस्थामा हामीले एक्सेप्टको सट्टामा लिभ विथ समथिङ भन्ने फ्रेज युज गर्छौँ एज इन ही हेज टु लिभ विथ हिज मिस्टेक सो एक्सेप्ट भन्नाले अग्री टलरेट र एडजस्ट भन्ने पनि अर्थ दिन्छ